कतिजनाले प्रभु आजको सुन्दर बिहानी देख्ने मौका पाएका छैनन् प्रभु, तर म तपाईमा धन्यको छु, किनभने प्रभु तपाईले आजको सुन्दर बिहानी देख्ने मौका दिनुभएको छ। प्रभुजी, आज म तपाईमा रमाउँछु, तपाईको गोडामा म खेल्छु, उफ्रन्छु, किनभने प्रभु कारण तपाई परमेश्वरले मलाई यस पृथ्वीमा चुन्नुभयो। प्रभुको क्रिस्चियन प्रेमी जनहरूमा जय मसीह, म अरविन्द मगर यहाँहरूको बीचमा उपस्थित भइसकेको छु र वचन टिभी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। मेरो प्रियहरू, आज विशेष गरिकन सुन्दर बिहानी धेरै लामो समयपछि तपाईहरुको बीचमा प्रार्थना गर्न म आएको छु। अनि आज कतिजना प्रार्थनाको खाँचो छ, कतिजना है प्रार्थना गर्न जान्नु हुँदैन। विश्वासी जीवनमा प्रार्थनाको भूमिका एकदमै महत्त्वपूर्ण छ। हामी विश्वासीमा यदि प्रार्थना भएन भनेदेखिलाई हाम्रो आत्मिक लेभलहरू, हाम्रो आत्माका कुराहरू चाहिँ कमजोर भएर जान्छ। सामर्थ्य र शक्तिका कुराहरू, शक्ति र सामर्थ्य त्यतिखेर तपाईलाई आउँछ जब तपाईँ र हाम्रो जीवन प्रार्थनाको जीवन जिउँछौँ। त्यो प्रार्थनाको जीवन जिउँदै गर्दा ख्रीष्ट येशूले तपाईँ र हामीलाई शक्तिको जीवन दिनुहुन्छ। याकूब 4:7ले त्यही भन्छ, तिमीहरूले आफूलाई परमेश्वरको अधीनमा राख, तर त्यसपछि दियावलसको विरोध गर, तिमीहरूबाट त्यो 4 कोस टाढा भाग्नेछ। आज सुन्दर बिहानी मेरो प्रियहरू, तपाईले आफ्नो जीवनलाई ख्रीष्टको अधीनमा राख्नुहोस्। जब ख्रीष्टको अधीनमा राख्नुहुन्छ नि, कुनै पनि शक्तिले तपाईलाई हानि गर्न सक्दैन मेरो प्रियहरू। यसै कारण हरेक दिन जब तपाईँ उठ्नुहुन्छ, हरेक दिन तपाईले प्रभुलाई धन्यवाद दिनुहोस्, प्रभुलाई महिमा गर्नुहोस्, प्रार्थना गर्नुहोस्। यो प्रार्थना गर्नु भनेको चाहिँ परमेश्वरलाई आफ्नो जीवनलाई अधीनमा राख्नु हो। प्रभु, यो बिहानी तपाईले दिनुभयो, मेरो जीवन प्राण आत्मा शरीरलाई तपाईको हातमा समर्पण गर्छु। तपाईको सुरक्षाले मेरो जीवनलाई भर्नुहोस्, तपाईको होली स्पिरिटले, आत्माले मलाई भर्नुहोस्, जागृति बनाउनुहोस्। म मेरो जीवन यसकारण तपाईको अधीनमा म राख्छु। हरेक बिहानी तपाईले प्रार्थना गर्नुहोस्। तपाई अहिले समस्यासँग लड्दै हुनुहुन्छ, तपाई जीवनसँग सङ्घर्ष गर्दै हुनुहुन्छ, तपाईको सङ्घर्षदेखि तपाई थाकिनु भएको छ भनेदेखिलाई प्रार्थना गर्नुहोस्। प्रार्थनामा शक्ति छ। जब प्रार्थना गर्नुहुन्छ, तपाई पहिला जस्तो व्यक्ति होइन, तपाई परिवर्तन हुनुहुनेछ। आमेन। यसकारण आउनुहोस् प्रियहरू, हामी प्रार्थना गर्नेछौँ। याकूब 4:7लाई तपाईले दाबी गर्नुपर्ने हुन्छ है। त्यहाँ यसो लेखेको छ, आफैलाई ख्रीष्टको अधीनमा राखेर प्रार्थना गर अनि तिमीहरूबाट 4 कोस टाढा भाग्नेछ है। दियावलसको विरोध गर भनेको छ। तपाईँ यस संसारमा तपाईँ हार्नको निम्ति होइन, यो संसारमा तपाईलाई ख्रीष्टले विजयी हुनको निम्ति पठाउनु भएको छ, बोलाउनु भएको छ। तपाईँ बोलाइएको जाति हो, तपाईँ विजयी हुनलाई आउनु भएको जाति हो। तपाईँ हारमा होइन, तपाईँ पुच्छर होइन, तपाईलाई परमेश्वरले आजको यो बिहानी शिर बनाउन चाहनुहुन्छ। यदि यसो हो भने आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। तपाईले आफ्नो समस्याको लागि प्रार्थना गर्न सक्नुहुन्छ। आउनुहोस् हामी सुन्दर बिहानी परमेश्वरसँग, स्वर्गीयसँग जोडिनेछौँ। तपाईँ जोडिनुहोस्। धन्यवाद स्वर्गीय र पृथ्वीको मालिक परमेश्वर। प्रभु, यस सुन्दर बिहानी तपाईँ प्रभुले दिनुभयो। परमेश्वर, एक दिनको आयु थपिकन फेरि तपाईँ परमेश्वर सर्वोच्च नाउँलाई उचाल्ने मौका दिनुभयो। प्रभु, हामी तपाईँलाई यस समय धन्यवाद दिँदछौँ। प्रभुजी, यस समय तपाईँसँग जोडिदछौँ, स्वर्गीयसँग यस समय म जोडिदछु। प्रभु, तपाईँको महिमा होस्। तपाईँको महिमाको निम्ति चुन्नुभयो। प्रभु, मेरो जीवनमा थुप्रो समस्याहरू होला, पीडाहरू होलान्। प्रभुजी, समस्या र पीडामा म हार्ने होइन, म विजय हुनलाई बोलाएको हुँ। प्रभु, म पुच्छर होइन, शिर हुनलाई बोलाएको हुँ। हालेलुया। ओरिया बसे के तेरे बेरिया बसा कतारा बाबरिया बसे के तेरे बे। पवित्र आत्मा, यस समय तपाईँको जिउँदो उपस्थिति मेरो जीवनमा बोल्दछौ। प्रभुजी, प्रभु, म प्रार्थना गर्छु यस सुन्दर बिहानीमा जतिजनाले प्रार्थना सुन्दै हुनुहुन्छ, यो च्यानललाई सुनिराख्नु भएको छ, यो आवाजलाई सुनिराखेको छ, प्रभुजी म प्रार्थना गर्छु यो आवाज सुन्ने प्रत्येकमा ब्लेसिङ बोलोस् येशूको नाउँमा। होली स्पिरिट बोलोस् येशूको नाउँमा। होली स्पिरिट बोल्दछु, छुटकारा बोल्दछु, समस्यामाथि विजय बोल्दछु। फायर माइटी नेम जिजस येशूको नाउँमा म प्रार्थना गर्छु। प्रभु, जतिजना प्रार्थना सुन्दै हुनुहुन्छ प्रत्येक माथि प्रभु तपाईँको पवित्र आत्माको आगोको म झरी बोल्दछु।
समस्यामाथि विजय हुनुभएको छैन, थाकिनु भएको छ, यीशुको नाममा चङ्गा र छुटकारा बोल्दछु, शान्ति बोल्दछु। सुन्दर बिहानीमा पवित्र आत्मा तपाईँले प्रत्येकलाई सहायता गर्नुहोस्। धन्यवाद प्रभु, यस सुन्दर बिहानी प्रार्थना गर्ने मौका दिनुभयो, तपाईँसँग जोडिने मौका दिनुभयो। धन्यवाद प्रभुजी। जतिजना सुन्नु भएको छ उहाँ तपाईँको प्रियजनहरूलाई जो देश विदेशबाट सुन्नुभएको छ, विश्वभरि छरेर सुन्नुभएको छ, प्रत्येकलाई आशीर्वाद दिनुहोस्, सहायता गर्नुहोस्। धन्यवाद सबै कुराको लागि पवित्र आत्मा। धन्यवाद येशू, धन्यवाद सबै कुराको लागि। अनि हामीलाई यो बिहानी नयाँ तुल्याउनु भएको लागि येशूको नाममा आमेन।